बिदा हुनुभन्दा अगाडि यो माइक्रोफोन चाहिँ हाम्रो सञ्जीव भाइको हातमा दिएर म छुट्टिन चाहन्छु। उपस्थित सभा हार्दिक सेवा एकैछिन म यहाँहरू सबैजनालाई ध्यान केन्द्रित गरिदिनु हुनको लागि म हार्दिक अनुरोध गर्दछु। पक्कै पनि हामी यतिखेर किराँतलाई आएका गोकर्णेश्वर नगर कमिटीको दोस्रो 17को सेसनमा आइपुगेका छौँ। तसर्थ धेरै व्यस्तताको बावजुद पनि तपाईँ सम्पूर्ण उपस्थित महानुभावहरू आफ्नो समाज र समुदायको लागि र आफ्नो भाषा अनि संस्कार संस्कृतिको लागि भनेर समय छुट्याउँदै एउटा अमूल्य समय छुट्याएर यो हलमा उपस्थित हुनुहुने तपाईँ सम्पूर्ण दाजुभाइ र दिदीबहिनीहरूलाई हाम्रो पितृपुर्खा सँगसँगै हाम्रो पुर्खा सुम्या पारवानको आशीर्वाद मिलोस् भन्ने कामनाका साथ म आजको यो दोस्रो बन्द सत्र कार्यक्रमको सञ्चालन गर्नको लागि यहाँ सबैजनासँग अनुमति चाहन्छु। वास्तवमा हामी यतिखेर सामाजिक काम र समाज र समुदायको नेतृत्व चयन गर्ने महत्त्वपूर्ण घडीमा छौँ। यहाँहरू सबैजनाको उपस्थितिले महत्त्वपूर्ण अर्थ पक्कै पनि राख्नेछ र केही बेर यहाँहरू धैर्य भएर बस्दिनु हुनेछ भन्ने म यहाँहरूसँग अनुरोध पनि गर्न चाहन्छु। छोटो परिचयबाट म अगाडि बढ्न गइरहेको छु। म समिल राई, मेरो घर खोटाङ हलेसी दुवाचोक नगरपालिका वार्ड नम्बर 5 मा पर्छ। म पेसाको हिसाबले स्वास्थ्य व्यवसायी विगत लामो समयदेखि काठमाडौँको नयाँ बानेश्वरमा बस्दै आएका छु र विभिन्न सङ्घ संस्थाहरू हुँदै म किराँत राई याइखासँग पनि म आबद्ध छु। विगत 11 वर्षदेखि म किराँत राई याइखासँग आबद्ध छु। अहिले हाल किराँत राई याइखा जिल्ला कार्य समिति काठमाडौँका सचिवको भूमिकामा छु र कतिजनाले मलाई चिन्नुहुन्छ, कतिजनालाई मैले चिन्दिनँ होला अथवा मैले चिनेका छु। सबैजनालाई मेरो छोटो परिचयबाट यहाँसँग मैले आफ्नो परिचय दिन चाहेँ र तपाईँ जति पनि उपस्थित महानुभावहरू हुनुहुन्छ यहाँहरू सबैजनालाई फेरि यो दोस्रो बन्द सत्रको कार्यक्रममा म सबैलाई हार्दिक स्वागत गर्न चाहन्छु। हामीलाई निर्वाचन मण्डलको जिम्मेवारी दिइसक्नु भएका छ। तसर्थ तदनुसार हामी जिम्मेवारी पुरा गर्ने क्रममा म सुरुमा निर्वाचन मण्डलको